हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। मैले चाहिँ ठुलो स्वरले बोल्न पऱ्यो अरे, मेरो सानो साउन्ड आयो अरे, अनि त्यही भएर भनेर कम्प्लेन आयो मेरो भिडियोमा, त्यही भएर ल खुवायो। अनि आज चाहिँ मैले के खानु लाग्यो भने नि चाउचाउ खानु मन लाग्यो, मलाई यस्तो भोक लाग्यो अनि चाउचाउ खानु मन लाग्यो। अनि चाउचाउमा यहाँ एउटा अन्डा फ्राई गरेर हालेँ, अनि त्यसपछि यो चाहिँ मोमो थियो कि अस्तिको, अनि फ्रिजमा राखेको थिएँ मैले। अनि त्यसलाई गरेको त कस्तो यो फुट्दो रहेछ कि फ्रोजन जस्तो बनाएर राखेपछि फुट्दो रहेछ। अनि त्यही भएर अनि अब त्यही भने पनि खाना त भइहाल्छ, के हुन्छ र बालै फरर भनेर मैले चाहिँ खाना लगाएको छु। ल उनले चाहिँ मलाई प्याज काटेर हालेको मन पर्थ्यो, तर मलाई अलिक काट्न जाँगर लाएन कि, त्यही भएर ल खाना सुरु गरेँ है। खाएँ ल, खानुहुन्छ र मुख रसाए अलिकति खाइहाल्छु पहिला। खाइ ल। 24 ग्रामसँग समात्नु आउँदैन। यसरी खानुपर्छ क्या, यसरी खायो भने क्या यसलाई यहाँ राख्ने, अनि यसलाई नआउँदो रहेछ चटक पार्दा पार्दा खान सक्दैन। आज चाहिँ म नबोलिकन खान्छु भनेर सोचेको छु, किनभने 6 मिनटमा मैले भ्याउनुपर्छ। कति मिठो भयो है मोमो, 6 मिनटमा मैले भ्याउनुपर्छ जसरी नि। हेर्दाखेरि चाहिँ भ्याउँछु जस्तो त छैन। म अस्ति हालेको भिडियोमा नेक्स्ट के खाएर भिडियो बनाऊँ कमेन्ट गरिदिनु होला भनेको थिएँ मेरो साथीले र मेरो भाउजूले चाहिँ। अनि त्यसपछि भाउजूले र मेरो साथीले चाहिँ एउटा चाहिँ गिलो चटपट बनाएर खाने, अनि अर्को चाहिँ मोमो बनाएर खाने भन्नेवाला गर्नुभएको थियो क्या। मैले यसरी चाउचाउमा मोमो हालेर खाएको थिएँ, तर मिठो हुँदो रहेछ। दामी हुँदो रहेछ, दामी। अनि अब म त्यो चाहिँ एक दिन बनाउँछु, तर कहिले बनाउँछु थाहा छैन। कति मिठो छिटो खा भइरह्यो, छिटो खा। म चाहिँ अरूले जस्तो धेरै खान सक्दिनँ कि, त्यही भएर मैले चाहिँ आफूले खाने जति लिमिटमा लिएर खान्छु। फाल्न हुँदैन चाहिँ कहिले पनि खानेकुरा, आफूले जति खान सकिन्छ त्यति लिने, त्यति खाने। धेरै खाएर किन उ गर्नु पर्यो, खाएर फुड पोइजनिङ हुन्छ। आफ्नो हेल्थ किन खराब गर्नु पर्यो होइन, अरूलाई प्लिज गर्नको लागि। त्यही भएर म चाहिँ आफूलाई
प्लिज गर्ने हो। आफूले जति खानु सक्छु त्यति खाने हो। जम्मै यस्तरी गाहा कि बोक्रा। सकिने भएन तर यसमा cheers। त्यो भएर मैले आफूले जति खान सक्छु त्यति मात्र लिएको छु। पहिला त सक्थ्यो धेरै खानु तर अहिले चाहिँ सक्दिनँ मैले। पहिला कति खान्थेँ हुन त खाँदै गएपछि बढ्दै जान्छ खाद्य। कति मजाले खान्छन् है यो कोरियनहरूले सुरुर तानेर। फाइनली एज अ लास्ट बाइट कत्रो ठुलो हो तर अब किन यस्तो पुरै हेर्न नलाग्ने दयनीय माया लाग्दो भयो मोमो पनि यस्तो हुन्छ त कसैले बनाएको मोमो। अनि एउटा चाहिँ ठुल्ठुलो यत्रोवाला मोमो खाने रे अनि एउटा चाहिँ गिलो चटपट खाने रे अनि एउटा चाहिँ 50 पिस मोमो खाने रे। 50 पिस सक्दिनँ मैले। अनि अर्को चाहिँ ठुल्ठुलो मोमो 20 पिस रे त्यो पनि सक्दिनँ किनभने ठुल्ठुलो ठुल्ठुलो यत्रो बजारमा पाउने मोमो हुनु हो त्यो मोमो चाहिँ मैले 20 वटा खान सक्छु कि नत्र भने अरू ल फाइनली सक्यो। अब आजलाई यति। आज चाहिँ मैले यो चाउचाउ खाएको भिडियो बनाएँ। के बनाऊँ भनेर सोचिरहेको थिएँ। यसो सम्झेँ चाउचाउ मोमो पनि थियो एकै ठाउँमा हालेर खान्छु कस्तो हुँदो रहेछ भनेर नि बनाएर खाएको। मिठो हुँदो रहेछ। मैले अहिलेसम्म ट्राई गरेको थिइनँ। यो मेरो फर्स्ट ट्राई थियो एकदम मिठो थियो। नेक्स्ट चाहिँ के खाएको भिडियो बनाऊँ त्यो कमेन्ट गरिदिनु। अगाडि नै भनेको के अरे अगाडि नै भनेको वाला खाएर भ्या होइन कमेन्ट गरेर जे भए पनि ल खानेकुरा कमेन्ट नगरिदिए पनि वा कस्तो राम्रो भिडियो बनाएको भनेर कमेन्ट गरेर मलाई मोटिभेट गरिदिनु होला। हस् त धन्यवाद थ्याङ्क यू सो मच। अनि मैले चाहिँ आज अहिले एउटा बुक पढ्दैछु क्या निलो प्रेम भन्ने एकदम इन्ट्रेस्टिङ छ। राम्रो हो पुरुषोत्तम बजगाईको। अनि त्यो राइटर चाहिँ अहिले युएसमा हुनुहुन्छ अरे होइन। राम्रो हो तर पढ्दैछु आधा भयो अस्तिदेखि पढ्दै थिएँ। अब चाहिँ म जान्छु बाई बाई। अनि सी यू नेक्स्ट भिडियो टिल देन स्टे सेफ ह्याप्पी एन्ड हेल्दी बाई बाई।